जाँदा जाँदै भनौँ न आज म चाहिँ बाँकीबाट सुरुवा भएर अर्को ठाउँमा जान लागेको बेलामा चाहिँ सम्झिनु भएको छ र यो कार्यक्रम गर्नुभएको छ। यसका लागि म उहाँहरूप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। म 2081 फागुन 26 गते पहिलोपटक बाँकी जिल्लामा प्रमुख जिल्ला अधिकारीको रूपमा हाजिर भएको थिएँ फागुनको 26 गते र फागुन 26 देखि हिजोसम्मको दिनलाई जोड्दा 7 महिना 17 दिनको बसाइ भयो मेरो बाँकी जिल्लामा। महिना गन्तीको हिसाबले फागुनदेखि कार्तिकसम्म 9 महिना, तर दिन गन्तीको हिसाबले 7 महिना 17 दिनको बसाइ रह्यो र यो 7 महिना 17 दिनको बसाइ कस्तो रह्यो भन्ने कुराको मूल्याङ्कनको जिम्मा चाहिँ म बाँकेवासीलाई नै छोड्न चाहन्छु, किनकि आफ्नो परीक्षाको कापीमा आफैले अङ्क दिन हुँदैन। परीक्षामा आफ्नो कापीमा आफैले अङ्क दियो भने त्यो पक्षपात हुन्छ। धेर अङ्क दियो भने आफूले आफैलाई दियो त्यसैले धेर दियो भन्छन्, कम दियो भने आफैले नम्बर हाल्दा त फेल भयो अरूले के गर्थे भन्छन्। त्यसैले म आफ्नो कापीमा आफै मूल्याङ्कन गर्न चाहन्न। मेरो 7 महिना 17 दिनको बसाइ कस्तो रह्यो भन्ने मूल्याङ्कनको जिम्मा तपाईँहरूलाई नै छोड्न चाहन्छु। जहाँसम्म मैले सुरुवातको दिनमा पनि तपाईँहरूलाई भनेको थिएँ, नामै धर्मराज हो, अधर्म हुने काम गर्दिनँ भनेको थिएँ र आज जाँदाखेरि पनि बागेश्वरी मातादेखि लिएर यहाँ रहेका जुनसुकै मन्दिरलाई सम्झेर म भन्न सक्छु, अधर्म हुने काम गरेको छैन, शिर झुकाएर हिँड्नुपर्ने काम गरेको छैन, अर्कोचोटि एक्लै बाँकेमा आउँदा असुरक्षित हुने गरी काम गरेको छैन, कुनै सुरक्षा नभएर एक्लै बाँकेमा हिँड्न सक्ने गरी बसेको छु। त्यसमा म ढुक्क छु र मैले इमान्दारी, धर्म, नैतिकता र कानुनलाई दिलमा राखेर, सिरानीमा मात्र होइन दिलमा राखेर काम गर्ने प्रयास गरेको हो। त्यसरी प्रयास गर्दाखेरि कति ठाउँ सफलता मिल्यो होला, कति ठाउँ असफलता मिल्यो होला, कति ठाउँ अलिअलि ठक्कर लाग्यो होला, यसमा चाहिँ समीक्षाको विषय हो। जस्तो कुनै कुशल भान्से हुन्छ जसले खाना पकाउँदा भाँडाकुँडा नबजाई पनि पकाउन सक्छ। मैले खाना पकाउँदा अलिअलि भाँडाकुँडा बज्यो होला, अलिकति आवाज आयो होला, आवाजै नआउने गरी मिठो खाना पकाउन सके भए झन् राम्रो हुन्थ्यो। तर खाना पकाउँदा अलिअलि भाँडाकुँडा बजेको आवाज पनि आयो होला, तर खाना ठिकै पाक्यो जस्तो लाग्छ मलाई। र चलन चल्तीको बाटोभन्दा म अलि फरक बाटोमा हिँड्न सुरुमै कोसिस गरेँ, अन्त्यसम्म त्यही कोसिसमा बसेँ। त्यसले गर्दा नयाँ बाटोमा हिँड्दा केही न केही समस्या हुन्छ। सामान्यतया चलन चल्तीको बाटो प्रशासनमा के छ भने मिठो बोल्न पर्छ भन्ने चलन चल्तीको बाटो छ। मिठो बोल्ने, मनमा रिसाए पनि मुखले मिठो बोल्ने। म फेरि डबल रोल गर्न सक्दिनँ, मनमा रिसाएपछि मुखमा मिठो हुँदैन मेरो। मिठो बोल्ने, नहुने कामलाई पनि हेरौँला, गरौँला, विचार गरौँला, पक्नुहोस् न म हेरिरहेको छु, प्रयास गरिरहेको छु, पहल गरिरहेको छु, समन्वय गरिरहेको छु भन्ने जुन चलन चल्तीको बाटो थियो, मैले त्यो बाटोमा हिँड्न चाहिनँ। त्यो बाटोमा नहिँड्दाखेरि अलिकति फरक बाटोमा हिँडेँ, म स्ट्रेट फरवार्ड मोडलमा हिँडेँ। म कसैले कुनै काम अनुरोध गर्दा नमिल्ने भए ठाउँका ठाउँ मैले के भने कहाँ हुन्छ यस्तो कुरो, त यो कानुनले मिल्दैन, त यो त हुँदैन, यो काम गर्न सक्दिनँ म भने। त्यसरी भन्दाखेरि जसको काम रोकियो उहाँहरूको चित्त दुख्नु स्वाभाविकै हो। म उहाँहरूलाई पनि धन्यवाद दिन्छु, किनकि काम नहुँदा पनि उहाँहरू खुसी भएको भए त्यो अचम्म हुन्थ्यो। काम नहुँदा पनि कोही खुसी भयो भने त त्यो त अचम्म हुन्थ्यो। तर काम नहुँदा रिसाउनु बडा राम्रो कुरा हो, त्यो स्वाभाविक कुरा हो। त्यो उहाँहरूले पनि आफ्नो इमान्दारी, धर्म छोड्नु भएको छैन, किनकि आफ्नो काम नहुने फेरि पनि खुसी हुने भन्ने हुन्छ, आफ्नो काम बिग्रिने फेरि पनि धन्यवाद दिने भन्ने हुन्छ, त्यो त हुँदैन। त्यसो हुँदाखेरि आफ्नो काम नभएका जतिको चित्त दुख्नु स्वाभाविक छ। अर्को कुरा के हुन्छ भने मेरो हजुरआमाले सानो छँदा भन्नुहुन्थ्यो, पुजिराखेको ढुङ्गा पुज्नुपर्छ बाबु। पहिलेदेखि पुर्खाले पूजाआजा गरिराखेको ढुङ्गा पुजेन भने समस्या हुन्छ अरे। त्यो ढुङ्गामा शक्ति होस् नहोस् तर त्यहाँ यसो अक्षता, फुल, चन्दन चढाइराख्नुपर्छ अरे। मैले अलिकति त्यो नचढाएर हेरौँ त के हुँदो रहेछ। पुजिराखेको ढुङ्गा नपुजौँ, बरु कसैले नपुजेका ढुङ्गा पुजौँ भन्ने किसिमले हेर्दा त्यो पनि अलिक फरक भयो होला। चलन चल्तीको भन्दा फरक बाटोमा हिँड्दा सामान्य उतार चढाव आउँछ, त्यो आयो होला, त्यसमा मलाई खासै चिन्ता छैन। र मैले आएकै दिनदेखि हरेक दिनलाई अन्तिम दिन सम्झेर काम गरेको थिएँ। म जुन दिन यहाँ हाजिर भएँ त्यही दिनदेखि मैले आफ्नो दिनलाई चाहिँ यो दिन अन्तिम होला भन्ने सोचेको थिएँ। मन्त्रालय मलाई सिनियर सचिवज्यूहरूले भन्नुभएको थियो, यदि तिमीले मोडल चेन्ज गरेनौ भने तिमी बढीमा 30 दिन टिक्छौ भनेर उहाँहरूले भन्नुभएको थियो। मैले सोचेको थिएँ 3 महिना जति टिक्छु होला सोचेको थिएँ। 3 महिना सोचेको थिएँ मैले, त्योभन्दा बढी त सोचेको थिएन, किनकि मन्त्रालयमा म जम्मा 62 दिन टिकेको थिएँ। जसले रोजेर लग्यो उहाँले त मलाई 62 दिन मात्र झेल्न सक्नु भएको थियो। जसले छानेर लग्यो उहाँले मलाई 62 दिन मात्र, कहिलेकाहीँ हुन्छ नि प्रेम विवाह गर्यो अर्को वर्ष डिभोर्सको चक्कर, आफैले रोजेर ल्याएको मान्छे उसैसँग झगडा भने जस्तो मेरो मोडल अप्ठ्यारो छ नि मलाई पनि थाहा थियो।
त मन्त्रालयकाले मलाई भन्थे 1 महिना जति टिक्छ भन्थे, मैले 3 महिना सोचेको थिएँ, अनौठै भयो, 7 महिना 7 दिन टिक्यो। अरूले छोटो कार्यकाल सम्झे, मैले त लामै सम्झेको छु, यसलाई लामै कार्यकाल भएको सम्झेको छु। र आएकै दिनदेखि मैले अन्तिम दिन सम्झेर कोसिस गरेँ, कति काम सकियो कति सकिएन, सबै कुरा गर्न नसकिँदो रहेछ, चाहेर पनि सकिएन। त्यसबाट मैले पनि सिक्दै जाने कुरा हुन्छ। जति काम गर्न सकियो त्यसबाट सफलताको रूपमा सिक्ने, जुन काम गर्न सकिएन त्यसमा चाहिँ असफलताबाट सिक्ने, दुईटै कुराबाट सिक्ने हो। र अहिले जुन सरुवा भएको छ यो नियमित सरुवा हो, 36 जनाको सरुवा भएको छ। जस्तो मेरो कार्यकालको कतिले गनेर 6 महिना मात्र भनेको छ, 2 महिना मात्रवाला पनि त छन् त, तिनलाई के भन्नुहुन्छ? केही दिनलाई त 2 महिना मात्र नि त सरुवा भयो त, 1.5 महिनामा पनि भयो त। त्यो केही होइन, महिना गर्न पर्ने अवस्था छैन। सामान्यतया 7 महिना कटेपछि त्यो परिपक्वै मानिन्छ। इभन मान्छे पनि 7 महिनापछि जन्मेको बाँच्छ। पृथ्वीनारायण शाह 7 महिना जन्मिनु भएको थियो, बाँच्नु भएको थियो। त्यसलाई चाहिँ त्यो गर्भ खेर गएको भन्दैन 7 कटेपछिकोलाई, सुरुकै 2-3 महिना भए बरु के हो थाहा छैन। त अहिलेको सरुवा नियमित सरुवा हो, यो स्वाभाविक रूपमा भएको हो, सबै ठाउँमा हुँदा यहाँ पनि भएको हो। अब कसैले मुख मिठो पार्ने वा मुख अमिलो गर्ने त्यो उहाँहरूको स्वतन्त्रताको कुरो हो, त्यो उहाँहरूको मानव अधिकारको कुरो हो। मुख मिठो पार्न नि पाइयो, अमिलो पार्न नि पाइयो। जसरी हामी गौदानको गाईमा गाउँभरिकाले हात लाउँछन् पुच्छरमा, गाई कसले किने थाहा छैन, दान कसले गरिरहेको थाहा छैन, पुच्छरमा हात चाहिँ सबै झुन्डिन्छन् र पुण्यको लागि चाहिँ के मिलिहाल्छ कि भनेर हात जोड्छन्। पुण्य कसको खातामा जान्छ त थाहा छैन, तर गौदानको गाईको पुच्छरमा सबैले हात जोडे जस्तै सरुवा हुँदाखेरि सबैले यसमा मेरो नि योगदान छ भन्दा हुन्छ, केही बिग्रिन्न। अन्त कतिले त आउने मान्छे आउनै पाएको छैन, मैले ल्याएको भन्दा पनि हुन्छ, केही बिग्रिन्न। केही त्यसले फल्ने भयो ठिकै हो, त्यो पनि फल्ने भयो, त्यसले केही फाइदा हुने भयो त्यो पनि ठिकै छ। कता कता म देखिरहेको छु मान्छे आउनै बाँकी छ, बाँकेवासीका दिल जित्न सफल आउनै बाँकी छ। अब दिल जित्न सजिलो पो छ कि गाह्रो पो छ कि दिल जित्ने हो कि होइन कि आउनै बाँकी छ, पहिले हिसाब सुरु भएको छ। तिनलाई पनि शुभकामना छ, आउनेलाई त शुभकामना हुनै भयो, साथी हुन्थ्यो त चिनेकै मान्छे हो। र अब चाहिँ मिठास आउँछ कि भन्नेलाई पनि शुभकामना छ। 1-2 जनाले काहीँ भनेछन्, कुरा त पुग्छ नि त, सिडिओसँग सबै कुरा पुग्छ। अहिलेसम्म मेरो त जिल्ला प्रशासन बाटै बन्द भएको थियो, पर्सिदेखि त्यतै बस्छु। मैले निवासमा माथि 2टा कोठा गेस्ट रुम बनाइदिएको छु, मेरो कल्मा त कोही आएन, अब गएर बस्यो भन्छ। माथि 2टा कोठै बनाइदिएको छु गेस्ट रुम। कसैलाई जिल्ला प्रशासनमा कम गए, जान पाइनँ, यसका बेला खासै अनुहार चित्त बुझेन, यसको मन परेन भन्ने कसैलाई लागेको छ नि, अब गएर बस्यो हुन्छ, उहाँहरूलाई स्वागत छ। त्यसमा केही छैन। कसैको अहिले बाटो कम भएको, अब बाटो बढाए भइगयो। कल्याण सबैको होस्। कसैले उदयपुरको कल्याण भनेका छन्, म चाहिँ बाँकेको नि कल्याण होस् भन्छु। कल्याण सबैको होस्। मेरो त कल्याणै भएको छ, सिडिओबाट सिडिओमा जाँदा डिमोसन भएको पनि होइन, घटुवा भएको पनि होइन, मन्त्रालयले कारवाही गरेको पनि होइन। एउटा जिल्लाको सिडिओबाट अर्को जिल्लाको सिडिओमा पठाउनु भनेको विश्वासै गरेर पठाएको हो। कामै गर्न सकेन भन्ने भाव भए त फेरि सिडिओमा पठाउँथेन होला, काम गर्न सक्छ यसले भन्ने सोचेरै मन्त्रालयले उदयपुर पठाएको होला भन्ने मैले सोचेको छु। त्यो हुँदाखेरि मेरो कल्याणै भएको छ, मेरो कल्याणमा केही कमी छैन। अरूको पनि कल्याण होस्, सबैको कल्याण होस्। म सबैको कल्याण, सर्वजना हिताय सर्वजना सुखायमा म कामना गर्न चाहन्छु। कल्याण होस्। हनुमानजी मेरा व्यक्तिगत होइनन्, सबैका हुन्, जतिले विश्वास गर्छन् सबैका हुन्। अब संयोगको कुरा हो, जहाँ जान्छ हनुमानजीकै फोटो मिल्छ, यहाँ पनि फेरि मिल्यो। बिहान जिल्ला सुरक्षा समितिले नि हनुमानजीकै फोटो दियो, हिजो पनि एकजना आउनुभयो हनुमानजीको दिनुभयो, एकजनाले हिजो गणेशजीको दिनुभयो। त्यो मलाई राम्रो लाग्यो, किन बुद्धि मेरो कम छ, मलाई नि थाहा छ बुद्धि कम छ। के गर्दा आफूलाई सजिलो हुन्छ भन्ने होइन, के गर्दा आफू सजिलो हुन्छ त्यो बाटो हिँडेपछि त बुद्धि त कम छ। तर हिजो एकजनाले गणेशजीको मूर्ति दिनुभयो, बडा मन पर्यो मलाई, किनभने अहिलेसम्म सबले हनुमानजीको मात्र दिन्थे। यो हनुमानजीको विशेषता के छ नि, एक्लै लङ्का जाने, एक्लै हिसाब किताब गरेर फर्किने, काम त हामी एक्लै गर्दिनँ। उतैको तेल, उतैको घिउ, उतैको समय, सब चिज उतैको, जाँदा रित्तै, आउँदा फेरि क्लियर। हनुमानजीको मोडल त्यो हो। यो पालि हिजो एकजनाले गणेश पनि थपे, मलाई पनि लाग्यो अब यो हनुमानजीको मोडलमा गणेशजी पनि थपिनु भनेको केही चाहिँ मैले पनि सोच्नुपर्छ होला। अब यो बुद्धि कम भयो तेरो भनेर त गणेशजीको आयो, मलाई ठिक छ कुरो। अब यहाँ फेरि हेरेँ हनुमानजीकै आयो। हनुमानजीको कुरामा के भन्छ भने हरेकको आफ्नो धर्म, आफ्नो आस्था, आफ्नो विश्वास छ। र म यस्तो मान्छु, मैले हनुमानजी मात्र होइन, म मस्जिदमा पनि हात जोड्छु, चर्चमा पनि हात जोड्छु, मैले गुम्बाहरूमा पनि हात जोड्छु। थाइल्यान्ड जाँदा मैले बुद्धिस्ट टेम्पल एउटा नछोडिकन छोएर आएको। र यहाँ आउँदा पनि मैले सुरुमा आउँदाखेरि जति बेला त्यो शुक्रबारको ठुलो नमाज थियो, सबै मस्जिदभित्र गएर हातै जोडेर चप्पल जुत्ता खोलेर प्रणाम गरेर आएको। त्यसो किन गरेको भने मलाई के विश्वास छ भने स्वर्गमा अल्लाह अथवा जिसस अथवा कृष्ण अथवा भनौँ गौतम बुद्ध कोही झगडा गरेको खबर छ र? अहिलेसम्म हजुरहरूलाई के आएको छ? मलाई त आएको छैन। मलाई माथिबाट कृष्णले मेरो यहाँ अल्लाहसँग झगडा भएको छ कहिल्यै भन्नुभएको छैन।
हनुमानजीले पनि त्यो खबर दिनुभएको छैन। हजुरहरूलाई पनि खुदा अल्लाह अथवा जिसस क्राइस्ट कसैले हाम्रो यहाँ कुरो बिग्रियो है तपाईँहरू पनि तल मिलाउनुहोस् भनेर कहीँ जसरी पार्टीको केन्द्रीय कमिटीले निर्देशन दिन्छ त्यस्तो काहीँ छ र अहिलेसम्म छैन। त्यसो भने स्वर्गमा सबै मिल्नु भएको छ, माथि सबै मिल्नु भएको छ नि हामी किन यहाँ झगडा गरेर बस्नु? माथि सबैको मेलमिलाप राम्रो छ, हामी पनि मिल्यो। ती सबै जो छन् नीति सिद्ध पुरुषहरू अथवा भनौँ इन्लाइटेड पर्सनहरू जुनसुकै धर्मका पनि जो हुनुहुन्छ, चाहे हामी जे नाम दिउँ, ईश्वर भनौँ, भगवान भनौँ, गड भनौँ, अल्लाह भनौँ, त्यो नाम फरक हो। जस्तो अङ्गुरलाई अङ्ग्रेजीमा ग्रेप्स, नेपालीमा अङ्गुर भन्दा स्वाद चेन्ज हुन्छ र कुरो त उही त हो नि, मुखमा हाले जस्तो एउटै त हो त रस त। भन्दा हामीले ग्रेप्स के अरे अङ्गुर भन्छौँ, अमेरिकनले ग्रेप्स भन्छ, संस्कृतमा भन्नेले द्राक्ष फलम भन्छ। अनि के स्वादमा फरक आउँछ र? स्वाद त उही त हो नि, नाम पो फरक हो त, स्वाद त उही हो नि। जस्तो चिनीलाई सुगर भन्दा फरकै अनि चिनी भन्दा फरकै हो र? एउटै हो नि, स्वाद त एउटै हो। त्यो हिसाबले हरेक देवी देवता, हरेक धर्मका देवी देवताप्रति मलाई समान आस्था छ, समान विश्वास छ, समान सम्मान छ। अब संयोगको कुरा हो, म हिन्दूको घरमा जन्मे, मैले हिन्दू देवी देवता माने, तपाईँहरूको इस्लाम धर्मको घरमा जन्मिनुभयो, इस्लाम मान्नुभयो, बुद्धिस्टको घरमा जन्मे मान्छे बुद्ध धर्म मान्यो, क्रिस्चियनको घरमा जन्म क्रिस्चियन मान्यो, वा पछि उमेर बढ्दै जाँदा चेतना विकास हुँदै जाँदा आफूले रोजेको धर्म, आफूले रोजेको आस्थामा मान्छे गयो, त्यो त उसको स्वतन्त्रता हो नि। धार्मिक स्वतन्त्रता त हाम्रो संविधानले दिएको छ नि। भनेपछि हामीले कुनै धर्म सानो ठुलो भन्नुपर्ने स्थिति छैन, सबै राम्रो, सबै आदरणीय छ, सबैले राम्रै त सिकाएको छ त। मलाई अस्ति एकजना अफिसरले यहीँ बाँके आएपछि नेपालीमा लेखेको कुरान दिनुभयो, मैले पढेँ। कुरानमा सबै ठाउँ राम्रो छ, नराम्रो त कहीँ भनेको छैन। बाइबल त मैले 9-10 क्लासमै पढ्दा पढेको, कहीँ पनि नराम्रो भनेको छैन। अझ बाइबलको एउटा सेन्टेन्स मलाई अहिले पनि याद छ, पतन भन्दा अघि अहङ्कार हुन्छ, अहङ्कार आयो भने पतन हुन्छ भन्ने एउटा सेन्टेन्स बाइबलमा छ। अहङ्कार भयो भने पतन कन्फर्म हो अरे, त्यसपछि अहङ्कार भयो कि पतन भयो, तर हरेक ठाउँमा त्यो छ। त्यस हिसाबले मलाई सबै धर्मप्रति सम्मान छ र म चाहन्छु बाँकीमा म बसेको हुनाले यहाँका बासिन्दा, यहाँका दाजुभाइ दिदीबहिनी सबै कसैलाई पनि नछुटाइकन सबैको कल्याणको कामना गर्छु। जसले मेरो कल्याण कामना गरेका छन् उहाँहरूको झन् बढी कल्याणको कामना गर्छु, किनकि सामान्यतया पैँचो बाँकी राख्नुहुन्न, उधारो बाँकी राख्नुहुन्न। फेरि हिसाब बाँकी रह्यो भने जस्तो तपाईँले कुनै पसलबाट उधारो खानुभयो भने त्यसले छोड्छ र घर ठेगाना खोज्दै आउँछ नि। त्यो त तपाईँले कुनै पसलमा उधारो लिनु भएको छ भने तपाईँको ठेगाना खोज्दै आउँछ। मेरो पनि यहाँ केही हिसाब बाँकी रह्यो भने फेरि पता नै, फेरि अर्कोचोटि फेरि आइदियो भने त फेरि अर्को मुसिबत। त्यही भएर मैले कसैको लागि मनमा आग्रह पूर्वाग्रह केही पनि राखेको छैन, कसैप्रति रिस डाहा पनि छैन, किन कसैसँग अंशभण्डा गर्नु नि थिएन, घरको सिमाना जोड्ल्या नि होइन, यहाँ आएर काहीँ कसैको भनौँ न घर परिवारसँग झगडा पर्या नि होइन, यहाँ आएर मैले जस्तो बिएसिए गरेर के गरेर अर्को चित्त दुखाएको नि होइन, महिला हिंसा गरे पनि होइन, करप्सनमा पनि जोड्ल्या होइन। भनेपछि मेरो कसैसँग केही झगडा हुनुपर्ने एजेन्डै छैन, कारणै छैन। त्यो झगडा होइन, खालि प्रमुख जिल्ला अधिकारीको पदमा बसेपछि केही जस केही अबजस स्वाभाविकै हो। त्यो पदै न दोष भन्छन्, त्यो पदै न दोष हो। त्यो पदमा बसेपछि अहिले मैले मेरो भागमा पऱ्यो, भोलि अर्को आउँदा उसको पर्छ। यो पदै न दोषको कुरो हो। पदै न दोष पनि मिल्छ, पदै न सम्मान पनि मिल्छ, पदै न ऊ पनि हुन्छ, त्यसमा आपत्ति छैन। र अर्को इन्ट्रेस्टिङ कुरो के भएको छ आज भने मसँग बाँकी आउँदाका 3टा डायरी छन्। पहिलो डायरी पनि छ, यो तेस्रो डायरी हो। मलाई मनमा नै त्यही दिन लागेको थियो चिन्ता त, खाँदा त यिनले उडायो, यिनको चित्त बुझाउन सकिन्छ कि सकिन्न। चित्त बुझाएन भनेपछि रिसाउलान्, किन सबभन्दा छिटो खाता उडाएको छ, फेसबुकमा फोटो नि हालिदिएको छ, आउँदा आउँदै बाँकी जिल्लामा स्वागत भनेको छ, पुरै जिल्ला यिनकै हो कि क्या हो, यिनले रिसाए तापत गर्छन् भन्ने त लागेकै थियो। तिनै खाता उडाउने मध्येका पछि कतिपय दाजुभाइको चित्त कहाँ बिग्रेछ, कहाँ चित्त बुझेन, कहाँ के भयो, जसले खाता उडाए तिनै पछि रिसाए। आज बरु के भएको छ, त्यो दिन खाँदा नउडाएको मान्छेसँग भेट भएको छ, खुसी भयो। कम्तीमा तपाईँहरूको त त्यो दिन खाँदा थिएन, जाँदाको खाँदा भयो, यो चाहिँ ठिक छ। बरु जाँदाको खाँदाको त दिन लागेन नि त, यो त जाँदाको हो। आउँदाको खाँदामा त बडा जोखिम हुन्छ। जस्तो कसैले तपाईँलाई घरमा पाहुना बनाएर बोलायो भने सुरुमा खानासाना दिन्छ, एकछिनपछि के भन्छ नि, हेर्नुहोस् मेरो त समस्या चाहिँ के थियो, यसो अलिकति आर्थिक सहायता के, योपालि त आपत भन्छ, अब खाना खानु कि त्यो हिसाब मिलाउनुतिर लाग्नु कि अब भोकै हिँड्नु नि भएन, खाइहालेपछि फेरि अर्को फन्दा। त्यही भएर एउटा यो पनि इन्ट्रेस्टिङ भएको छ। अरे अर्को मैले सुरुमै भनेको थिएँ, हिन्दी फिल्मको जस्तो कहिलेकाहीँ सुरुमा ठाकठुक पछि मिठो हुन्छ भनेको थिएँ, त्यो पनि यसो मिलाएर बुझ्नुहोस्। कहिलेकाहीँ त्यसो हुँदो रहेछ। हिन्दी फिल्ममा मैले भनेको थिएँ, सुरुमा ठाकठुक हुन्छ पछि मेलमिलाप हुन्छ, कहिलेकाहीँ सुरुमा मेलमिलाप हुन्छ पछि ठाकठुक हुन्छ। यो भइरहन्छ, एउटा घरभित्र त हुन्छ। एउटा घरमा हजुरहरूले के आफ्नो घरको सबैको चित्त बुझाउन सक्नु भएको छ र कहाँ सकिन्छ? नेपालमा 40,000 त वर्षमा डिभोर्स मात्रै हुन्छन्, श्रीमान र श्रीमतीको चित्त नबुझेर। अनि श्रीमान र श्रीमतीको चित्त नबुझेर 40,000 डिभोर्स 1 वर्षमा हुन्छ भने जिल्लाभरिका 5 लाख मान्छेको चित्त कहाँ बुझाउन सकिन्थ्यो? त्यो बुझाउन मैले नि सक्थेन, उहाँहरूले नि सक्नुहुन्थेन, कसैले सक्थेन। 2-4 दिनलाई साट्न मिल्ने भयो, साटेरै त्यहाँ राखिदियो भने पनि सकिन्न थियो। त्यही भएर त्यसमा पनि केही छैन, 2-4 जना खुसी हुने दुखी हुने कुरो पनि केही छैन। खुसी हुनेको पनि कल्याण होस्, दुखी हुनेको पनि कल्याण होस्, सबैलाई चाहिँ राम्रो होस् भन्ने चाहन्छु। मैले यहाँबाट राम्रो अनुभूति बोकेर लैजान्छु। यहाँ रहँदा बस्दाको मैले जे राम्रो अनुभूति पाएर बोकेर लैजान्छु र हरेक आलोचनालाई मैले सिकाइको रूपमा, लर्निङको रूपमा लिन्छु।
म जापानको एउटा राम्रो युनिभर्सिटीमा 2 वर्ष बसेर पढेर आएको हो। त्यही भएर मैले क्रिटिसाइजलाई पनि नेगेटिभ सोच्दिनँ, किन आलोचना भनेको पनि त्यसले हामीलाई सुधार्छ, त्यसले हामीलाई परिपक्व बनाउँछ, त्यसले हामीलाई चाहिँ अलिकति परिमार्जन गर्छ, क्रस भेरिफाई। अगाडि एकजना अधिवक्ताज्यूले भन्नुभएको थियो 100 त कसरी दिनु त, 1-2 ठाउँमा त अलिकति त्यो केरिमेट देखियो नि त, हिसाब त पुरै त मिलेन। बहुत सही भन्नुभयो, उहाँले न्याय गर्नुभयो। किनभने 100 त कहाँ दिनुहुन्छ र, मैले आफूले दिए त 50 दिन्थेन, 100 त कहाँबाट दिनु, त्यो ठिक हो कुरो। 100 त कहीँ विवाद नभए भए चाहिँ हुन्थ्यो भन्नुभयो, सही कुरो हो। अब कहीँ पनि विवाद नहुने भनेको एउटै तरिका हो, फेरि कामै नगरिन्छ विवाद हुन्न, काम गरे चाहिँ अलिअलि विवाद हुन्छ। 100 आउँदैन, मलाई पनि थाहा छ, जिन्दगीमा मेरो कहिले आएको पनि छैन 100। त्यो स्कुलमा क्याम्पसमा नि फर्स्ट हुँदा पनि त्यो 80-85 सम्म आउँथ्यो, 100 त कहिले आएन। त्यो हिसाबले 100 आउन सक्दैन। र यहाँको अनुभूति पनि मैले सिकेर लगेर जान्छु। मलाई 2-4 जना साथीहरूले हिजो अस्ति सल्लाह दिनुभएको छ, चित्त नबुझ्या मन नलागेको कुरो बरु नबोलेर पचान, किन बोल्नुपर्छ भन्नुभएको छ। अब हेरौँ, कोसिस गर्छु। फेरि आदत चाहिँ मजबुर भन्छन्, आदत हो, यो आइहाल्छ। सक्यो भने उदयपुरमा यसो विचार गरिहाल्छु। कसैले रिस उठायो भने मनमा नै होइन अब यसमा बोल्नु हुँदैन क्या, फेरि यसले नि विज्ञप्ति निकाल्ला, होइन यसले नि एकजना विज्ञप्ति निकाल्ला, त्योभन्दा बरु नबोलौँ कि भनेर उदयपुरमा कोसिस गरौँला। सकेसम्म उदयपुरमा तपाईँहरूले विज्ञप्ति पढ्न नपाउने खालको कोसिस गरौँला। बाँकी अब इमान्दारी, नैतिकता र कानुन को कुरो त मैले छोड्दिनँ। त्यो त जागिर होइन, ज्यानै गए पनि छोड्दिनँ। जागिर त सिम्पलै कुरो भयो, यो आउँछ जान्छ, यो बिचमा आएको, बिचमा गएको, जन्मदै अफिसर भएर जन्मिया नि होइन, यो वंशानुगत नि होइन। केही हुन्छ नि, बुवाको नामको जग्गा छोरोले पाए जस्तो त होइन, यो वंशानुगतमा पाएको त होइन। पढ्दै लेख्दै आउँदा म बोर्डिङको मास्टरबाट आएको, बोर्डिङमा मैले 3 वर्ष मास्टरी गरेँ, सरकारीमा 3 वर्ष गरेँ, 6 वर्ष मास्टरी गरेर आएको। त्यसपछि अनि त्यही भएर कतिले भन्थे नि सिडिओले अलि अति धेर दिन्छ। अब 6 वर्ष मास्टरी गरेर आएको के दिनु त नि, मास्टरी गर्दा त्यही त सिक्यो, अर्कालाई 40-45 मिनट अर्थी दिन सिक्यो, त्यो अलिअलि गुण अहिले पनि बाँकी रह्यो। अनि त्यही भएर कतिले भन्छन् सिडिओले चाहिँ अर्थी धेर दिन्छ या त्यो बढी सिकाउँछ। मास्टरीबाट आएर त्यस्तो भएको हो, एजुकेसन पढेँ, त्यो साइन्स पढेँ, त्यो भएको। अब त्यसलाई पनि घटाउँला, अर्को ठाउँमा चाहिँ अर्थी दिने भन्दा लिनेमा जोड गरौँला। अनि सबको चित्त बुझाउन सकिनँ, अब अर्को ठाउँमा कति सकिन्छ त्यहाँ कोसिस गरौँला। उदयपुरतिर आउन पनि यहाँहरूलाई स्वागत छ। कतिले त शाखै खोल्छु भनिसक्नु भएको छ, शाखा नखोली नि आउनुहोस् न, के छ र, उदयपुर आउनुहोस्, त्यता पनि बस्नुलाई भेटौँला, त्यसमा केही आपत्ति छैन। मनमा कसैप्रति पूर्वाग्रह छैन। अझ मेरो बानी मेयर साहबलाई थाहा छ, कति त म बिर्सिसकेँ हुन्छु, कतिसँग मेरो झगडा भए आउँदो रहेछ, मैले बिर्सिया हुन्छु। अर्कोचोटि त्योमा आउँदा मान्छे आउँदा मैले उसलाई नाम ठेगाना सोध्छु। अनि उसले भन्छ अस्ति त भर्खर भेट भएको थियो, तपाईँसँग डिस्कसै भएको थियो भन्छ। अब उसले बोकेर बस्दो रहेछ, म बिर्सिसकेको हुन्छ, त्यही भएर म त अलि बिर्सिन्छु पनि। त्यस कारणले मैले मनमा चाहिँ त्यस्तो कसैप्रति पनि राख्दिनँ। र मलाई एउटा के विश्वास अथवा अन्धविश्वासै भनौँ, अरूले यसलाई अन्धविश्वास भन्ला, मलाई चाहिँ एउटा अन्धविश्वास के छ भने मैले गरेको हरेक कर्मको फल यो जुनीमा मात्र होइन, जन्म जन्ममा भोग्नुपर्छ। राम्रो कर्म गरे पनि त्यसको फल भोग्नु पर्ला, नराम्रो गरे त भोग्नै पर्छ। अर्को जुनीमा पनि मैले मेरो कर्मको फल भोग्नुपर्छ भन्ने मलाई अन्धविश्वास छ। यो अरूले त विश्वास भन्दैनन्, मेरो यो अन्धविश्वासै होला। यो अन्धविश्वास भएको हुनाले पनि मैले सकेसम्म चाहिँ अर्काप्रति कुभलो सोच्दिनँ, मैले अर्काको लागि नराम्रो सोच्दिनँ। त्यही भएर कुनै मान्छेले पनि, बाँकीको कुनै पनि बासिन्दाले यसो सोच्नु पर्दैन कि सिडिओले जाँदा अब बाटोमा चाहिँ गाडीमा बस्दा चाहिँ मलाई गाली गरेर हिँड्यो कि गर्दिनँ। कसैको घाँटी खसखस हुन ढुक्क हुनुहोस्, कसैको घाँटी खसखस हुने, घाँटी चिलाउने गरी जान्न। बरु म खुसी भएर रमाइलो जान्छु। आज मैले त भने नि आलोचना गर्नेहरूको झन् धेरै माया लागेको छ मलाई त, कहाँ भेट होला फेरि अर्कोचोटि भन्ने जस्तो भएको छ। किनभने आलोचना गरिदिनु भने त झन् राम्रो पनि, सिक्ने मौका हो, सिक्ने पाठ हो। उहाँहरूप्रति पनि आभारी छु, सबैप्रति आभारी छु। 2-3टा कुरा थियो। सिडिओ अलिक चर्को बोल्छ भन्थे, अब भोल्युम घटाउँला, अर्को ठाउँमा अलिक बिस्तार बोल्नुला। रुखो बोल्छ भन्थे, अब अलिकति चिनी बढी खाउँला, केही छैन, अर्को ठाउँमा गए चाहिँ अलिक मिठा खाएर बोल्नुला। अनि अर्को चाहिँ अर्थी धेरै दिन्छ भन्थे, अब त्यो पनि घटाउँला, ठिक छ। अर्थी नदिने, बरु सुनिदिने, काम चाहिँ नगरिदिने, त्यो मोडेल ठिक रहेछ। काम नगरिदिने, सुनिदिए भइहाल्दो रहेछ, होइन। यो त झन् सजिलो भयो नि त, म त कामै गर्नुपर्छ कि भनेर पो आत्तिन्थेँ त। अब काम चाहिँ नगरिदिनु हुने, जस्तो कसैले फोन गर्छ क्या, फल्ना मुद्दामा फल्ना मान्छे पऱ्यो सिडिओ साहब, त्यसलाई तुरन्त छोडिदिनु पऱ्यो। उसले खास त्यो मान्छे छुटाउन होइन रहेछ क्या फोन गर्ने। म सोच्थेँ मान्छे छुटाउन फोन गरेँ भनेर म झगडा गर्थेँ, कहाँ हुन्छ यस्तो भन्थेँ। उसको बाध्यता के रहेछ, वरिपरि आफ्नो वरिपरि बसेका मान्छेलाई सिडिओ साहब फल्नालाई छोडिदिनु पऱ्यो भने त्यो वरिपरि बसेका 10 जनालाई चाहिँ चित्त बुझाउँला उसले भन्दो रहेछ। त्यसरी भनिदिएमा ठिक छ, हेरौँला भनिदिएछु, उसको उता इज्जत जोगिँदो रहेछ। कहाँ हुन्छ यस्तो, तपाईँ चाहिँ यस्तो सोर्स फोर्स लाउने कुरो गर्ने भनिदिने बित्तिकै उसको उता भएको इज्जत जाँदो रहेछ। मलाई थाहा थिएन इज्जत यति सजिलै जान्छ भन्ने, यति कमजोर इज्जत हुन्छ भन्ने थाहा थिएन। इज्जत चाहिँ एकल फोन गर्दा बढ्ने, एकल फोन गर्दा घट्ने हुन्छ भन्ने त थाहा थिएन। केही मान्छेले त्यो दुःख पोखेछन्, अझ 1-2 जनाले बडा मिठो दुःख पोखेछन्। के मागेका थियौँ यार हामीले सिडिओसँग, एक कप यसो चिया त भनेको थियौँ हामीले, चिया मात्र खाइदिए त पुग्थ्यो। अब चियाको त प्याकेटै पठाइदिउँला नि म उदयपुरबाट, के छ त इलाम सिलाम नजिकै पर्छ होला, त्यताबाट इलामतिरको चियै पठाइदिउँला, प्याकेटै पठाइदिउँला नि, के आपत्ति भयो। त्यही भएर मेरो मनमा कसैप्रति पनि जाँदाका दिनमा कसैप्रति पूर्वाग्रह छैन, आग्रह छैन, गुनासो छैन, सबैप्रति हार्दिकता छ। र जहाँसम्म जो छ अब अलिकति यो चर्को बोल्ने, रुखो बोल्ने, अब एउटा गीत छ नि, यो दोष मेरो हो कि जवानीको भन्छन्,
यो अब अलिकति भर्खरको भएर पनि होला नि त, त्यो त भर्खरै पुगिया छ, भर्खरै यो यात्रा सुरुवात गरिया छ। त्यो हुँदाखेरि नयाँ नयाँमा हिँड्दाखेरि बच्चा पनि त लड्छ, बच्चा पनि त ढल्छ, खुट्टा ठोकिन्छ उसको। पछि सिक्दै जाँदा, म्याचुरिटी गेन गर्दै जाँदा, बुझ्दै जाँदा यस्तै रहेछ यहाँको चलन भन्ने गीत गाउनेमा पुगेला। अनि त्यहाँ पुगेका दिन कुरो मिल्छ होला। अहिलेसम्म त त्यहाँ नपुगेर न हो, अहिलेसम्म चाहिँ म चलनै बदल्छु भन्नेमा लागेर न भएको हो। जुन दिन यस्तै रहेछ यहाँको चलन भन्नेमा पुगेका दिन त कुरो मिलिहाल्छ, फेरि त्यो वेभलेन्थ त मिलिहाल्छ त्यो दिन। त्यही मैले यो सबै कुरालाई चाहिँ राम्रो रूपमा लिएछु। खालि मैले 2-3टा कुरा आफूलाई लागेको गर्न नसकेको कुरा, जस्तो भाद्र 24 को प्रदर्शनको क्रममा जुन भौतिक क्षति भयो त्यो क्षति जोगाउन सकिएन, त्यसमा मलाई आफूलाई बहुत ठुलो दुःख छ, बहुत गहिरो दुःख छ। त्यहाँ चाहिँ भौतिक क्षति जोगाउन सके भए हुन्थ्यो भन्ने मेरो मनमा अहिले पनि छ। तर सँगसँगै यो छ कि भौतिक क्षति जोगाउँदा फेरि कहीँ मानवीय क्षति पो हुन जान्थ्यो कि, जस्तो भौतिक क्षति जोगाउन बल प्रयोग गर्नु पर्थ्यो, अब सुरक्षाकर्मीले बढी बल प्रयोग गर्दा कतै फेरि मानवीय क्षति पो हुन जान्थ्यो कि, अर्को नोक्सानी पो हुन्थ्यो कि भन्ने पनि सँगसँगै छ। तर भाद्र 24मा भएको भौतिक क्षति जोगाउन सकिएन भन्ने एउटा चाहिँ मलाई त्यो दुःख छ। र अर्को चाहिँ मलाई चाहिँ सार्वजनिक अतिक्रमण हटाउने सवालमा मबाट जे आशा अपेक्षा थियो, राजनैतिक दलको नागरिकको जे आशा अपेक्षा थियो त्यो मैले गर्न सकिनँ, त्यो बाँकी रह्यो। कि सानातिना 1-2टा अतिक्रमण त हटाइयो तर उल्लेखनीय हटाउन सकिएन, जस्तो कोवलपुरको क्रिकेट स्टेडियमदेखि लिएर नेपालगञ्जको पनि थुप्रै बाटाघाटा मिचिएका छन्। यो हटाउनु पर्ने सार्वजनिक अतिक्रमण जुन हटाउन पर्ने थियो त्यो हटाउने कार्य चाहिँ बाँकी रह्यो। त्यो गरौँला भन्दा भन्दै बाँकी रह्यो। सुरुमा आउँदा चाहिँ नयाँ छु, केही दिनमा हात हटाउँला भन्ने थियो, पछि बिस्तार असारपछि तपाईँ बुझ्नुहुन्छ देशकाल परिस्थिति सबै चेन्ज हुँदै गएपछि त्यो एजेन्डा नै अलिकति ओझेल पर्यो, त्यो अलिकति बाँकी रह्यो। त्यस्तै नदीजन्य पदार्थ ढुङ्गा गिटी बालुवा क्रसरतर्फको कुरो पनि त्यसलाई एउटा ट्र्याकमा ल्याउँला भन्ने इच्छा थियो, तर त्यो चाहेर पनि त्यता प्रवेश गर्न सकिएन, त्यो काम गर्न सकिएन, त्यो बाँकी रह्यो। यी कुराहरू आगामी दिनमा नयाँ सिडिओ साहब पनि मेरो साथी हो, चिनेकी साथी हुनुहुन्छ, मभन्दा बढी अनुभवी हुनुहुन्छ, मभन्दा निकै बढी जेन्टल हुनुहुन्छ। उहाँ चाहिँ मेरो अलि बढी बोल्ने समस्या थियो, उहाँ चाहिँ मजाले सुन्ने खालको हुनुहुन्छ। त्यही भएर मलाई लाग्छ उहाँले यी चिजहरू अगाडि बढाउनुहुन्छ। मभन्दा धेरै अनुभवी पनि हुनुहुन्छ, धेरै जिल्ला सिडिओ भइसक्नु भएको छ, नामै दिलकुमार छ, त्यो हुँदाखेरि उहाँले राम्रै गर्नुहुन्छ भन्नेमा म ढुक्क छु। त्यो काम चाहिँ अलिकति बाँकी रहन गयो। त्यो बाहेक अब अलिकति नेपालगञ्जको अटो रिक्सा व्यवस्थापनको समस्या थियो, मेयर साहबले धेरैचोटि विषय उठाउनु पनि भएको थियो। यो अटो रिक्सा म्यानेज गराउनलाई हानेर बैठक राखेको थिएँ, त्यही दिनमा ठेउला भयो, बिरामी पऱ्यो, त्यसपछि फेरि यो आन्दोलनै भइहाल्यो, त्यो सकिएन, त्यो बाँकी रह्यो। मलाई एउटा मनमा खड्किएको कुरो चाहिँ नेपालगञ्जको अटो रिक्सा व्यवस्थापन गर्न सके भए हुन्थ्यो, जस्तो यो एक्लै हिँड्न असुरक्षित छ, मर्निङ वाक इभिनिङ वाक जाँदा पनि मान्छेलाई दुःख हुने खालको छ, गर्न सके भए हुन्थ्यो भन्ने चाहिँ यो 3-4टा कुरा चाहिँ 24 गतेको भौतिक क्षति रोक्न नसक्नु, अनि यो नेपालगञ्जको अटो रिक्सा व्यवस्थापन, सार्वजनिक सम्पत्ति अतिक्रमण, यो 3-4 कुरा जुन हटाउन सकिएन त्यसमा चाहिँ बरु मलाई ती एजेन्डामा चाहिँ गर्न नसकेकोमा अलिकति यो चाहिँ बाँकी रह्यो भन्ने भएको छ। अरू केही अब सबैको सहयोगले, तपाईँहरू सबैको सहयोगले, जस्तो 9 अवस्था औद्योगिक क्षेत्रको विगत 1 दशकदेखि रोकिएको काम अगाडि बढ्यो। 132 केबी प्रसारण लाइन कोवलपुर सुर्खेतको करिब 5 वर्षदेखि अड्किएको काम अगाडि बढ्यो। त्यस्तै गरेर सुशासनको कोसिसमा पनि यसो हेर्नुहुन्छ भने राजस्व बढेको छ, जस्तो भन्सारबाट हुने जुन आम्दानी थियो त्यो आम्दानी अङ्कमै उल्लेखनीय हिसाबले बढेको छ। कुखुरा व्यवसायी लगायतहरूले तस्करी कम भयो कुखुराको भनेर लिखितै रूपमा उहाँहरूले प्रशंसा गर्नुभएको छ। अन्य कुराहरू भन्सारमा पनि पहिलेभन्दा कडाइ गरेको हो। अब 100 त सकिएन, तर त्यहाँ पनि चोरी निकासी पैठारी अथवा त्यो भन्सार छलेर आउने सामानलाई रोक्नका लागि कोसिस गरिएको हो। अलिकति अनुशासन मर्यादा कायम गरौँ, सबै मान्छेको चाहिँ अनुशासन मर्यादामा राखौँ, अलिकति अनुशासनमा बसौँ, आफू पनि अनुशासनमा बसौँ, अरूलाई पनि बसाउँ भन्ने कोसिस पनि गरिएको हो। अब यी केही प्रयासहरू गरिए, केही पुरा भयो, केही भएन। त्यो प्रेमराजा महतको एउटा गीत थियो, कोइली रुँदै के भन्छ, आधा सन्चो आधा बिसन्चो भन्थ्यो, यही आधा सन्चो आधा बिसन्चै हो। पुरै सन्चै पनि भन्दिनँ म, पुरै बिसन्चै पनि होइन। लाउन नि बर्बादै भयो, खतमै भयो, यसले त डुबायो भन्ने पनि होइन, यसले त अद्भुतै गर्यो भन्ने नि होइन, बिचकै कुरो हो। केही कुरामा सुधारका काम कोसिस गरियो, केही कुरा बाँकी रहन गए। यी दुईटै कुराबाट सिकेर मैले आगामी दिनमा आफ्नो कार्यकाल राम्रो बनाउन मैले पनि लाग्ने हो। यहाँहरूले पनि अब आउँदा भगवान् जस्तो बनाउने, अनि जाँदा चाहिँ फेरि राक्षस जस्तो बनाउने मोडेल भन्दा त्यो मोडेल गऱ्यो भने त को ठिक छ त, कोही पनि टिक्दैन। आउने मान्छे सबैलाई उही त हो नि, आगा दिन ल हजुर बस स्वागत छ भन्ने खाता हालिहाल्ने, भोलिपल्टदेखि फेरि फेसबुकमा रोइलो गरिहाल्ने कुराले घाटा हजुरहरूलाई हुन्छ फेरि। किन हामी त पाहुना हौँ, 2-4 दिन आउँछौँ बस्छौँ। चराले के गर्छ त, रुखमा ठिकठाक हुँदासम्म रुखमा बस्ने हो। अब रुखै हल्लाउन थालेको भने त चरो त उडेर अर्को रुखमा जान्छ, रुख हल्लायो भने त रुखै जरा कमजोर हुने हो। त बाँकेबासी सबै दाजुभाइ दिदीबहिनीले बुझ्नुपर्ने कुरो के छ भने जोसुकै प्रशासक आओस्, जोसुकै सुरक्षाकर्मी आओस्, उसबाट बढीभन्दा बढी यहाँको सामाजिक हितमा, यहाँको जिल्लाको हितमा, यहाँको जिल्लावासीको हितमा, व्यक्तिगत होइन,
जिल्लाको हितमा, जिल्लावासीको हितमा यहाँका लागि राम्रो कसरी गर्ने त हजुरहरूको कुरो हो नि त। जस्तो घरमा गाई पालियो, मजाले तपाईँको घाँस पराल सब खुवाइयो, अनि दुध दुहुने बेलामा चाहिँ बाछीले पहिले खाइदियो, आफूले जानै पाएन भने त सकिगयो त। त्यो त हजुरले जान्ने कुरो हो नि त। गाई पालेपछि त्यसबाट मलमूत्र, गोबर, दुध के लिने हो, कसरी प्रयोग गर्ने त हजुरहरूले जान्ने कुरो हो। तर यहाँको बासिन्दाले एउटा जान्न पर्ने कुरो के भने जुनसुकै सिडिओ आए पनि, जुनसुकै सुरक्षाकर्मी आए पनि उसमा भएको राम्रो कुरा, राम्रो क्षमताको सकेसम्म संस्थागत हितमा, जिल्लाको हितमा उपयोग गर्ने, उसमा केही कमजोरी छन् भने रचनात्मक रूपमा उसलाई सुझाव दिन त एक्लै गएर दिए भइगयो त। एक्लै गएर एकान्तमा सिडिओ साहब तपाईँको यो मिलेन भने त को सिडिओले झगडा गर्छ र कसैले गर्दैन नि त। अब फेसबुकमा पहिले हालिदिन थाले जस्तो मान्छेलाई त खासै मजा त कसलाई आउँछ होला त। हजुरहरूको आलोचना गरे केही खुसी हुनुहुन्छ? म त आध्यात्मिक मान्छे भएको हुनाले आलोचनामा पनि ठिकै छ भन्छु। तर हजुरहरूको आलोचना गरेर हेरौँ त मान्नुहुन्छ? कहाँ मान्नुहुन्छ? अलिकति आलोचना गरेर त हजुरहरू त रिसाएर आइहाल्नुहुन्छ नि। त्यही भएर मेरो अनुरोध के छ बाँकेवासी दाजुभाइ दिदीबहिनीलाई भने कुनै पनि मान्छेलाई उसमा भएको राम्रो चिजको हजुरहरूले अप्टिमम युटिलाइज गर्नुहोस्, यहाँको हितमा गर्नुहोस् न, बाँकेको हितमा प्रयोग गर्नुहोस् न। अनि जो उसमा केही कमजोरी होला, म पनि मान्छे हुँ, स्वभावजन्य कमजोरी होला नि मेरा, सबै कुरा ठिकठाक हुन्छ त, सबै कुरो त हुँदैन, मेरा पनि थुप्रै कमजोरी होलान्। आनीबानीमा समस्या होला, शैलीमा समस्या होला, अनुहारै मन नपर्ला, होइन, बोली मन नपर्ला, त यी कुरालाई हजुरले सुधार्दै जाने हो। र सकेसम्म बाँकेको हितमा, बाँकेवासीको हितमा र बाँकेको शान्ति, सुरक्षा, सुव्यवस्था राम्रो भयो भने न हजुरहरूको अरू व्यापार, व्यवसाय, पेसा चल्छ नि त। शान्ति सुरक्षा कमजोर भयो भने त कुनै पनि कुरो बलियो हुँदैन। तर शान्ति सुरक्षा राम्रो बनाउन आउने सिडिओ साहबलाई पनि यहाँहरू सबैबाट चाहिँ एकदम राम्रो सहयोग हुनेछ भन्ने मैले अपेक्षा गरेको छु, आशा गरेको छु। र उदयपुरमा बसेर मैले बाँकेको चाहिँ राम्रो खबर सुन्न पाऊँ, उत्तरोत्तर प्रगतिको खबर सुन्न पाऊँ भन्दै आज मलाई जाँदा जाँदै यहाँहरूले जुन शुभकामना दिनुभयो, जुन विदाई गर्नुभयो, र बाँकेको लागि मेरो यही अन्तिम मन्तव्य हो। धेरै भाषण गर्छ भन्थे, आजै हो, अब यसपछि गर्दिनँ मैले। यो लास्ट भाषण हो, यो अन्तिम भाषण हो। र यहाँहरूले जो अवसर जुटाउनु भयो यसको लागि आयोजकहरूलाई हार्दिक धन्यवाद दिन्छु। धन्यवाद।